हेलो नमस्ते अनि शुभ बिहानी। फेरि पनि स्वागत छ यहाँहरूलाई मेरो अर्को भिडियोमा। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि मर्निङ भ्यू देखाउँदै म चाहिँ कहाँ हिँडेको भन्नु होला, पानी लिन हिँडेको, किनकि पानी आएको थिएन नि त। अनि आन्टी पनि आउँछु भन्दै हुनुहुन्थ्यो, त्यही भएर म एक्लै बोल्दै हिँडिरहेको छु पागल जस्तै। के गर्ने। अनि हाम्रो घर चाहिँ माथि छ, पानी लिन तल जानुपर्छ। छिटो पानी लिएर आएर चिया खाएँ मैले बिहान। अनि मेरो दिन चाहिँ आज पानी पनि बोकेर जान्छ भनेर म चाहिँ गेस गर्दैछु कि एक्लै पागल जसरी बोलिरहेको छु। अनि पुन्टुसँग बसेमा हेर्नु कति क्युट छिन्। अनि म फेरि पानी लिन जान लाग्यो। कस्तो राम्रो भ्यू देखिरहेको पारी पारी घाम लगाइरह है, मस्त। त्यो अन्त परिहाल्यो नि यस्तो भएपछि। अनि फेरि मैले खाना पकाएँ घर आएर, फेरि गएँ कि पानी लिन। कति छाउ अझ मक्ख पर्दैछु कि यता फेरि। घर आएर खाना खाएँ अनि घरको हल्का फुल्का काम गर्दै त फुल पनि देखाउँदैछु कस्तो क्युट। फेरि आयो नास्ता खाने टाइम, चाउ। फेरि म दिउँसो पनि पानी लिन गएँ 2-3 खेप। साँच्चै मेरो दिन त पानी बोकेरै गयो। रोटी कहाँबाट आयो भन्नु होला। यो चाहिँ हिजोको भिडियो। रोटी खान मन लागिरहेको थियो न्यु इयरमा। अनि मम्मीलाई भने, अनि मम्मीले चाहिँ के खान मन लाग्छ भन्दै फेरि बनाइदिनु भयो कि आमा भनेको आमा हो है। अनि रोटी खाएपछि सब्जी त चाहियो, मटर र आलुको सब्जी बनाउँछु मक्ख पर्दै। अनि आलु पनि काटेँ, मटर सिले, आलु र मटरको सब्जी बनाउँदैछु कि आफै। अनि तयारी त गर्नै पर्यो। आगो पनि जलाएँ अनि मटर आलुको सब्जी बन्दैछ यता चाहिँ। अनि मम्मीले चाहिँ उता रोटी बनाउँदै हुनुहुन्छ कि। अनि म चाहिँ रोटी निकाल्दै कप लाउँदैछु कि काम त देखाउनु पर्यो खानाको लागि होइन। अनि हामीले चाहिँ न्यु इयर रोटी सब्जी खाएर मनायौँ। हजुरहरूले कसरी मनाउनु भयो कमेन्ट गर्नु होला। अनि त्यही हो। आज चाहिँ म धेरै बोले जस्तो लाग्यो कि। अनि भोलि पनि केही बोल्नु पर्यो नि होइन भिडियोमा। त्यही हो, सबैले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। धन्यवाद।